हेलो साथीहरू, यो चाहिँ हाम्रो हिरोसिमा टुरको डे 2 हो। अहिले चाहिँ हामी यहाँ म्युजियममा आछौँ। यहाँ चाहिँ आज पनि धेरै पानी परिरहेको थियो। पानी पर्दा पनि अब यहाँ हिरोसिमा आएपछि चाहिँ यहाँ जानुपर्छ भनेर चाहिँ हामी पनि आछौँ। अरू पनि मान्छे टन्नै घुम्न आएको छ। यहाँ चाहिँ यति धेरै पानी पर्दा पनि यति धेरै मान्छे आएको थियो कि बाफ्रे, सबै फेरि विदेशीकै जापानिजहरू त प्राय भन्दा नि लगभग हामीले चाहिँ खासै देखेनौँ। जापानिज चाहिँ सबै विदेशीहरू थियो। हामी चाहिँ टिकट काटेर भित्र छिर्यौँ होइन। टिकट पनि कति धेरै सस्तो के, जम्मा 200 के, एकदमै सस्तो लाग्यो। मान्छे पनि यति धेरै थियो। अब चाहिँ हामीले फाइनली अब के भएको रहेछ, कस्तो भएको रहेछ भनेर चाहिँ हेर्दैछौँ। यो चाहिँ सबै पिक्चरहरू रहेछ, त्यो के अरे बम खसिसकेपछिको जोताइ हो यो चाहिँ। यिनीहरू चाहिँ 1945 का स्टुडेन्टहरू, बिचराहरू कति राम्रा छन्। अब अहिले त हुनुहुन्न होला। अनि यहाँ चाहिँ टाइम है, त्यो चाहिँ बम फालेको दिनको टाइम। यहाँ हेर्दा चाहिँ एकदमै सक हुने क्या, यो पहिलाको यस्तो जोताइ देखेर र अहिलेको हिरोसिमा हेर्दा चाहिँ धेरै नै अब टोटली चेन्ज भनौँ कि के भन्नु, अब त्यस्तो भएको छ कि सकै हुन्छ क्या यहाँ हेर्दा चाहिँ। सबैजना कस्तो भन्ने नै हुन्छ, हामीलाई पनि भयो होइन। अनि के साथीहरू, यहाँ आएर मेन हेर्नुपर्ने छुट्याउनु नहुने कुरा चाहिँ हामीले चाहिँ यो यहाँको हिरोसिमामा बम पड्केको भिडियो है। यो चाहिँ अब हेरौँ है त सँगै। अब यहाँ कसरी पड्क्यो बम, के भएर पड्क्यो भनेर चाहिँ यहाँ एनिमेटिक 3D भिडियो चाहिँ बनाइराखेको रहेछ होइन। यो चाहिँ भिडियो हो। यहाँ चाहिँ अब त्यो डेट यहाँ तल अलि जुम गरेर हेरौँ भने चाहिँ यहाँ डेटहरू राखेको छ। यो चाहिँ अब बम पड्किनुभन्दा अगाडिको जोताइ हो। बम पड्किनुभन्दा अगाडि चाहिँ पुरा क्लियरली देखाएको छ कि यो हरेक कुराहरू चाहिँ मजाले देखाएको छ। हेर्नु न, त्यो गाडीहरू घुरिरहेछ रोडमा, अनि के अरे सिपहरू चलिरहेछ होइन। हेर्नु न, गाडीहरू पुरा दौडिरहेछ क्या त्यतिखेर पनि। यो चाहिँ बम पड्किनुभन्दा अगाडिको जोताइ हो। अब बम आउँछ है माथि आकाशमा, बम आयो होइन। बम आयो, अब बम झऱ्यो, हिरोसिमामा झऱ्यो। हिरोसिमामा बम झरिसकेपछि चाहिँ पुरै रातो भयो। रातो भएर पुरै झरिसक्यो भन्नु न, त्यो पुरै धुवा उड्यो कि, धुवाले पुरै सेतै भयो नि त, धुवालो भयो। अनि एकैछिनमा हेर्नु न कस्तो भयो क्या, अघिको रङ्गिन चङ्गिन त्यो सहर बजार त पुरै कालो भयो हेर्नु। अनि यहाँ चाहिँ यति मान्छे मऱ्यो यति भनेर सबै दिएको छ। र अहिले हामी चाहिँ म्युजियमभित्र छौँ होइन। हिरोसिमाको बम पड्केको बिल्डिङ चाहिँ हेरेको। हामी अघि बिल्डिङमा चाहिँ गएर फोटो हेर्नु चाहिँ अहिले चाहिँ अब वास्तविक यसको अब भिडियो कसरी के भएको रहेछ भनेर हेर्दा त्यही हो मेन। अब अहिले हेर्नुको त्यो भिडियो चाहिँ यो होइन। अनि यहाँ चाहिँ सबै यो बम पड्किसकेपछिको यो भिडियो पिक्चर हो। यस्तो जस्तै भएछ, तर यो मात्र अलि राम्रो भएर यो चाहिँ अहिलेसम्म चाहिँ यो चाहिँ यसो मामाको खाता चाहिँ छ है। अहिलेसम्म चाहिँ यो चाहिँ अरू चाहिँ सबै ध्वस्त भएछ। यो घर पनि रहेछ, यो घर चाहिँ तर भत्काइसकेको छ। अनि किनार मात्रै यस्तो छ, तर अहिले चाहिँ अघि हामी यहाँ गएको छ। यो घरहरू पनि छोरी होइन, तर यो घरहरू चाहिँ सबै पछि भत्केछ।
Oh, they fuse. Yes. यो फोटोहरू चाहिँ रेयर फोटो है। यो चाहिँ अहिलेसम्म हुन्छ नि नेटहरूतिर पनि पाउन सक्नुहुन्छ होइन, नेटतिर पनि छैन। यहाँ चाहिँ के अरे त्यो बम पड्किसकेपछि भेटेको सामानहरू चाहिँ सबै कलेक्सन गरेर राखेको रहेछ होइन। यसरी कपडाहरूदेखि लिएर हरेक कुरा त्यो घरको खाताचेहरू हुन्छ नि सोनु मामाले चाहिँ राखेको रहेछ। अनि सेचुमे पनि छ कि सबै कुराको सेचुमे कहाँबाट ल्याएको अनि कसरी भएको भनेर सबै लेखेर राखेको रहेछ। साइकल पनि हरेक सबै कुरा एउटा पनि छुट्याएको कि हरेक कुरा त यसो राखेको। अनि मेरो हजुरलाई चाहिँ फेरि यस्तो पुरै स्टोरी मनपर्ने नि त। पुरा यो हिरोसिमाको नि सायद 5-6 चोटिभन्दा बढी टिभीमा हेरेर बसिरहेको मान्छे आज चाहिँ जिस्साइ नै आएर यसरी हेर्न पाउँदा साह्रै खुसी भएर हेरिरहेको छ क्या। हेर्नुमा कस्तो तर बेला बेलामा त यस्तो डर लाग्ने अनि मुटु झसङ्ग हुने खालको पिक्चरहरू देख्दा त कस्तो हुने के झसङ्गै हुन्छ मुटु नै। यस्तो त्यो डरेको पिक्चरहरू हेर्दा चाहिँ साह्रै मन दुख्छ हो। यो पिक्चरहरू चाहिँ त्यो के अरे त्यतिखेर घाइते भएको मान्छेहरूको पिक्चरहरू हो। अनि त्यहाँ चाहिँ कस्तो भएको थियो के भएको थियो तिनीहरूको सबै यसरी देखेर राखेको छ कि। मेन चाहिँ यो डरेको चाहिँ यस्तो के साह्रै त्यो त्यहाँ गएर हेर्दाखेरि थाहा हुन्छ कि कस्तो भए रहेछ भनेर हेर्दा चाहिँ सबै यसरी सेचुमे दिइरहेको छ। फेरिको के हो कस्तो भनेर कहाँको मान्छे भनेर चाहिँ सबै नै तल चाहिँ सेचुमे दिएको छ। हरेक पिक्चरको मान्छेको सबैजनाको चाहिँ एक एक सेचुमे चाहिँ राखेको छ कि। मैले नबुझेको कुराहरू सेचुमे गर्दै हुनुहुन्छ कि। यो चाहिँ के अरे ब्ल्याक रेन रे। मैले चाहिँ यहाँ सोधेको कि यो चाहिँ के हो भनेर खासै हेर्दाखेरि खासै केही जस्तो लागेन त्यही भएर सोधेको। यो चाहिँ ब्ल्याक रेन हो अरे। त्यो बम पड्किसकेपछिको कालो बादल भएपछि चाहिँ पानी पर्दा चाहिँ कालो पानी आएको थियो कि त्यही भएर ब्ल्याक रेन रे त्यो चाहिँ। यो चाहिँ अनि यता मूर्ति पनि लिएर राखेको रहेछ। मूर्तिको नि अगाडिको भाग पुरै गएको रहेछ। पुरा सेचुमे गर्दै हुनुहुन्छ क्या। मलाई अझ स्टोरी हेरी जान्ने भएको मान्छे। अनि यहाँ भिडियोहरू पनि राखेको रहेछ कि स्टोरी त्यो उपचार गरेको कस्तो। अनि यसरी मान्छेहरू त्यसपछि रोगसँग कसरी लडेको रोगलाई अघि त्यो ब्ल्याक रेन भइसकेपछि चाहिँ झन् मान्छे कति धेरै बिरामी भएको थियो अरे कि। हेर्नु न स्टेजहरू पनि यसरी लिएर राखेको रहेछ कि त्यतिखेर यसरी मान्छे बोकेको स्टेजहरू चाहिँ सोनु मामा लिएर अहिलेसम्म यसरी राखेको रहेछ। यो चाहिँ बच्चाको साइकल। जापानमा उनीहरूले त देख्नुभयो होला बच्चाहरूले बाटोतिर कुरकुरकुरु घुडाएर हिँड्ने साइकल। पहिला त्यो 80 वर्ष अहिलेभन्दा 80 वर्ष अगाडि पनि यस्तो साइकल चलाउँदो रहेछ बच्चाले। यो साइकल चाहिँ यो बच्चाहरूको कति खावाइ के बच्चा पनि खाओ है। साइकल पनि यस्तो राम्रो रहेछ यसरी राखेको रहेछ सोनु मामाले राखेको रहेछ। यहाँ चाहिँ हरेक कुरा छ कि त्यतिखेर त्यो अब बम खसिसकेपछिको भेटेको सामानहरू चाहिँ हरेक कुरा लिएर चाहिँ सोनु मामा राखेको छ कि। अनि हरेक कुराको सेचुमे गरेर राखेको छ। यो जिन्स हेर्नु न। अनि यो के अरे बेन्तो बक्स रहेछ। अनि यो चाहिँ तेगामी यो चाहिँ लेटर के त्यो के अरे आफ्नो बाउआमाले या बच्चाहरूले चाहिँ बितिसकेको बाउआमालाई बच्चाहरूले लेखेर राखेको मेमोरीको लागि चाहिँ लिएर यसरी राखेको रहेछ। यो कुनै कुनै चाहिँ अब क्लियरली छ नि त अक्षरहरू पनि कस्तो हुन्छ नि। यो चाहिँ नङ पनि लिएर राखेको छ कि त्यतिखेरदेखिको नङ अहिलेसम्म राखिरहेको रहेछ।
कस्तो रोग लागेर यस्तो भएर राखेको रहेछ मान्छेहरू। कति धेरै मान्छे थियो कि तर पनि भिडियोको लागि चाहिँ हामी चाहिँ कुना कुनामा पसेर भिडियोहरू खिचिरहेको थियौँ। मान्छेहरू पुरै साइलेन्टमा बसेर भिडियो फोटो खिचिरहेको थियो। यहाँ फेरि मेरो सेन्से अगाडि आइपुग्नु भयो है। उहाँलाई फेरि थाहा भएको कुरा चाहिँ फेरि अगाडि गएर सेचुमा गर्ने हो नि त मलाई। खुसी भयो नि होइन। यस हिरोसिमाको स्टोरी अब फुल अब झनै भिडियोहरूमा डकुमेन्ट्रीमा चाहिँ हेर्दै थियो। त्यसै कस्तो होला जस्तो लागेको थियो। आज राम्रोसँग एकदम एक्सप्लेन गरेको छ है। तर कस्तो डर लाग्ने थियो फेरि 80 वर्ष होला कसरी आफूले आफूलाई चाहिँ उभायो भन्ने कुरा प्रुभ कसरी गर्यो भन्ने कुरा देखाएको छ। कति कुरा हेर्दा चाहिँ त्यत्रो 80 वर्ष अगाडि पनि त्यति धेरै राम्रो कुरा रहेछ होइन। डेभलप भएको रहेछ भनेर चाहिँ थाहा भयो। त्यत्रो मान्छे छ चाहिँ हेर्न जानेलाई भित्र बाफले टन्नै के पुरै यस्तो तल यत्तिकै लाइन छ। सब फेरि विदेशी हो कि हेर्ने चाहिँ यो चाहिँ अघि यो पनि यस्तो रहेछ। थाहा नभएको कुराहरू धेरै कुराहरू थाहा पायो। अहिले चाहिँ अब तिमीले भिडियोहरू तिमीले हेर्दाखेरि मैले कति कुराहरू चाहिँ सुनिरहेको थिएँ नि त। थाहा पाएको थियो। अनि आएर चाहिँ के रहेछ कस्तो रहेछ भनेर चाहिँ थाहा पायो। अब चाहिँ हामी निस्क्यौँ बाहिर सबै हेरेर। फाइनली बाहिर निस्केर चाहिँ पानी रहेर मतलब राम्रो वेदर भएको रहेछ। अनि हाम्रो साथीहरू चाहिँ अगाडि नै निस्केको थियो कि उनीहरूलाई चाहिँ खासै हेर्ने इन्ट्रेस्ट रहेनछ। अनि हामीलाई कुरेर बसिरहेको रहेछ फोटो भिडियो लिँदै। त्यसपछि हामी यतातिर आयौँ। यहाँ पनि खै पिस लेखेर यस्तो रहेछ यो ठाउँमा चाहिँ खासै अब के हो यसको इमेज चाहिँ खासै बुझेन। तर पनि यसो हेरौँ। अनि त्यसपछि यहाँ चाहिँ घन्टी रहेछ यत्रो ठुलो। यो चाहिँ घन्टी चाहिँ सायद त्यो शान्तिको प्रतीक भन्ने के भन्छ नि त त्यस्तै रहेछ। सबै आउने बजाउने गर्दो रहेछ। हामी पनि आयौँ हामी पनि गयौँ अनि बजायौँ। त्यसपछि फर्क्यौँ। भित्र त्यहाँबाट तल तलाउन लैजान्छ। हामी चाहिँ होटलमा आइपुग्यो क्या होइन। होटलमा छिर्न लागेको गाइस। अहिले चाहिँ हामी चाहिँ यो के अरे हिरोसिमाबाट चाहिँ यो कोबे आएको छौँ। आज चाहिँ हामी चाहिँ कोबेमा आइपुगेका छौँ। यस्तो जाडो जाडो नि भइरहेछ। अब हाम्रो लगेजहरू चाहिँ यहाँ यस्तो छ। अब हामी चाहिँ यहाँ होटल इन्ट्री गर्न लागेको छौँ। दुईजना चाहिँ पुरा हेरिरहेछौँ कि यस्तो। हाम्रो चाहिँ खाजा चाहिँ हामी यहाँ खान्छौँ बिहान।
and we gonna rock, guys, rock. हिरोसिमाबाट यहाँ कोबे आसमा चाहिँ अघिदेखि त्यत्रो गीत गाएको ल भन नि के भन म त के भन्यो र म त बाई बाई गुड नाइट आज चाहिँ हामी मोमोसम्म खाएर सायनारा ओके भोलि बिहान चाहिँ हामीले कोबी खानु आउनेछ ल हामी चाहिँ मोमो खान्छ अब मोमो सेकुवा खान्छौँ चटपटे खाइसक्यौँ अघि नै बनायो रेस्टुरेन्टभित्र होइन